ला कोही देखिँदैन त डाँडै कतै डाँडै देखिँदैन त खोइ छे आछि आछि अङ्कल फर्काइदिनु टेम्पू यो होस् आछि कि नदेखेर त्यस्तो लागेको मलाई केटीहरूको डन्डीको रदान कस्तो राम्रो दिन्छ केटाहरूको यहाँ हेर न थर्कीमा आदर छु झर्ना झर्दै रहेछ यहाँनिर खेतबारीबाट तर ओ यहाँबाट छ नि यहाँ यो माथि भेडे चट्टा र माथि उयोमा यहाँ तल पनि थप्यो गरेको पार अब पौडीहरू बनाउँछ अरे यहाँ तल अनि अर्को टन चिक्ने खोला यहाँबाट त छिरेर यति चाहिँ पुरै लगिदिन्छ मलाई त्यस्तो लाग्छ कोही जाली हाल्नु भए पहिला हालिहाल्छ नानी जहिले होस् खोला आएको बेला यहाँ आधीभन्दा बेसी भक्रिन्छ आम्मा ऊ यहाँ त सानोतिनो मेला पो लागिरहेको हुँदो रहेछ पहिला पनि यस्तै मेला लागिरहेको हुन्थ्यो यहाँ कपाल बिग्रेर फेरि हो मेरो के अनि सन्जय हुन्छ गाउँदै बोलिदिनु न के साह्रो लजाउनु भएको है म्याक क्यामेरा नखेल्ने गर्दा प्यार 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 सम्झाउनु खोज्यो गुन्छ त्यसले अब फेरि यहाँ त मेला लाग्नु थालेछ त अरे कोरियनहरू पनि छ त्यो रिङहरू पनि पाउँछ चिले एउटा किन्यो ल मलाई नि एउटा किन्दै औठी सानो मेला मात्र लागेको हुँदो रहेछ नि त उस समय मलाई थाहा नै थिएन यार सरी यार अघिको लागि अब म चाहिँ छिटो माथि पुगेर गरौँला यो त बिल्लाउ ठाउँ भइसकेको छ पहिला त्यो हरियो थियो यार पुरै उयोमा माथि जाँदा हो त टिकट लाग्छ नि यहाँको त होइन होला त यो पुलमा नहिँडेको कति 2018 देखि होला अस्ति भर्खर आएको थियौँ यहाँ त हामी पहिला 12 पढ्यौँ नि कति हो अगाडि हो त्यहाँदेखि म त आएकै छैन होला हौ आएको भयो नि आएको थियो एकटा होइन एकलट बेलुका आएको थियो क्या बेलुका आएको थियो कोही नै ओ औठी किन्दैन भनेको होइन कहाँ पाउँछ औठी डुब्छ उयो त डुब्छ यसलाई त टायर ल्याइदिनुपर्छ त्यहाँदेखि डुब्छ यो त डुब्छ यसलाई त टायरको बन्दोबस्त गरिदिनुपर्छ रन आफ्नै जिब्रो टोक्यो यार कहाँ साह्रो नगर न ऊ यही मान्छे थुक्दैछ यहाँ थुक्दैछ पानीमा कस्तो रहेछ हौ म त भनिदिन्छु नि माइकिङ गर्दैछ भने हल्ला गरिदिन्छु नि माइक लिएर यहाँबाट तर क्या डाँडा काँडा देखेको भए चाहिँ यहाँनिर यो ठाउँ यो बिचमा चाहिँ सगरमाथा भइदिएको भए आहा के रमाइलो है यहाँ हिउँ पर्थ्यो होला होइन झापाको गर्मीले पग्लाइदिन्थ्यो होला सगरमाथा थुकेमा हुने आउने गरी टोकेछु कहाँ कहाँ फ्यालेको खोइ के त यो पहिला त यहाँ पौडी पो थियो त पाक्यो अलिक मुन्न गइदिँदाखेरि खुट्टा छिनाउने ठाउँ हुन्थेन हौ पहिला नै क्या कस्तो बिल्लाहरू छ गच्चाहरू पुलै कटिसकेको छैन मेरो भिडियोमा ओ माथिल्लो पुलबाट जानुपर्ने थियो यो पुल चाहिँ हामी कति हिँडेको हौ ला म यहीँ त पाइँदैन टिकट चाहिँ किन काट्नु फ्रीमा होइन हामी चाहिँ माथि पुगिसक्यौँ भित्र चाहिँ छुइनौँ हामी होइन बोल्नै छोड्छ त्यो लजाएर हेर खोइ कहाँ पाना खोइ कहाँ छ झारे नगर न हौ यो फाल्टी हुन्छ का यसलाई खोइ के पो भन्छ हौ मेरो क्यामेराले केही भेटेको है पो देखाउनु म त बोल्दिनँ सिकाइरहेको हुन्छ नि त के अरे लौरेहरू के अरे पुलिसहरू जस्तै लाउन लाउरे बन्नु आए म
सानो किलो गिटार मगिन गर्नु पाटले आउँछ नि गिटार बजाउनु आउँछ नि पार्ट टाइम हान्दियो न अनि अनि यहाँ हेर न यस्तो हान्छौँ थुप्रा स्टेज चढ्नुको लागि मात्र बनिएको हो क्या पा तिमीहरू जस्तो बस्नुको लागि यो चाहिँ भ्याउँछ क्या तिमी पनि के भन्नु यता हेर त सानोतिनो डङ 1% भयो नि त तँमा डङ चाहिँ छ नि फेरि ल मेरो क्यामेराले केही देखिँदैन यार नि अबे आम्मामा हात के साह्रो हल्लेको अल्छीको लाग्यो केही देखिँदैन त घामले अनि के भन्नु आएर हान्दैछ यहाँ यता टोइलेट छ अनि यहाँ के हो यो भवन होइन भवनै त होला नि ओइ अलिक अगाडि हटबाट हट्यो क्यामेरा बिगारिदिनु खोज्छ ओ उता जा यो यो हुनु चाहिँ अब अहिले भएर हामी त्यो गोलोमा छिर्यौँ नि त्यो के हो खास गरी गोर्खा पार्कको पार्कै हो त गोर्खा भवन भनौँ न भवन गोर्खा भवनहरू यो चाहिँ सोध्नु पर्यो नि त यहाँ चाहिँ बस्ने ठाउँ यहाँ चाहिँ माछामा अत्याचार भइरहेछ किन किन हौ के भयो ढिलो भयो ला आउँदा मेरो ब्लग होइन नि त तर होइन ला गिद्दी भइहाल्यो नि सेट ला मेरो मोबाइल बिग्रिन्छ होला हौ ओ यहाँ अनि खोइ कता ए माथि यहाँ माथि मैले भन्नु बिर्छु त्यहाँ माथि के छ एउटा बुद्ध बस्ने ठाउँ के अरे मन धारा गर्ने नामै ठाउँ बिर्छु न त्यहाँ चाहिँ एउटा उयो चिल्लीले गर्ने यस्तो काम हुँदैछ यहाँ साइड हट्न टाउकैले बिगारिदिँदो रहेछ उयो हुन्छ भिडियो बनाएर छु यहाँ कुट्दिन्छु तर डङ दाइलाई यस्तो गर्नु हुँदैन बिग फ्यान दाइ जेसुकै भयो नि मैले कहाँ हेप्चा भइहाल्छ होइन छिरेको छैन छिरौँ उयो हातमा मेरो नि नेपालीकै त हातमा म नेपाली त हो नि कहाँ यस्तै इन्डियन हो त म इन्डियन यताबाट हौ यताबाट पाट यताबाट हौ छ यो पाट त जोक्को परेछ इन्डियनहरूसँग नहोइन बिगारलाई यस्तो त खास गरी यो यस्तो उयोहरूलाई त छिर्नु नदिनु पर्ने के होइन पाट चिल्लेहरूलाई त चिल्लुको भाइ यहाँ चिल्लुको भाइ उल्लु चिल्लुको भाइ ए यहाँ त टन्नै पर्छ म त अघिदेखि ए त पर रहेछ यो मान्छेको ढाडबाट त उयो उम्लिरहेछ त हौ डर लाग्दो नि खोइ ड्राइगन खोइ अरे बापरे यो भाइ पो रहेछ ड्राइगन त हो यस्तै गर्थ्यो मेरो बा हजुरबाउहरूले नि यसरी बोक्थ्यो क्या ढुङ्गा ओ हात दुख्यो यार चिल्ले यस्तो हलो बोक्ने मान्छे